मलाई कति माया गर्छौ असाध्यै। त्यसो भए हिँड न मसँग कतै, मान न मैले भनेका कुराहरू। कस्तो कुरा? त्यही कुरा जुन प्रेमी जोडी बीच हुने गर्छ नि। फेरि मेरो इज्जत अनि त्यसको के? म छु त, भविष्य म त हुँ तिम्रो। कसले औला उठाउने भन न। हुँदैन के? होइन केही हुन्न के, हिँड न। बिस्तारै कोठाको ढोका बन्द भयो। त्यो सँगै मेरो सासले हृदयसम्म पुग्न बिर्सियो। बारम्बार गलत हो भनी मैले सम्झाउन खोज्दा पनि उसले मेरो शरीरको हरेक अङ्गमा छोयो। केही हदसम्म आफूलाई प्रेमको कसम दिए मैले। केही हदसम्म आफूलाई प्रेमको कसम दिए। उसको अगाडि मुस्कुराएको जस्तो ढोङ गरे। तर कहाँ मान्थ्यो र मेरो यो मन, अनि कहाँ सम्झिन्थ्यो त्यो प्रेमको कसम। म त्यो दिनदेखि ऐनामा आफूलाई हेर्न सक्दिन। कति पटक पखालेको छु मैले मेरो यो शरीर, त्यसको कुनै पनि हिसाब राख्न चाहन्न। त्यो दिनको मेरो बलिदानले आखिर उसको मन त एक रत्ती पनि बदलेन। भन्थ्यो म नभए बाँच्न जान्दिन। आज फेरि अरू कसैसँग त्यही बाचा गर्दैछ रे। अरू कसैको अङ्गालोमा बाँधिएर म धोकेबाज भएको चर्चा गर्दैछ रे। मेरो शरीरको स्पर्शले मात्र नपुगेर ऊ पटक पटक नयाँ साथ खोज्दैछ रे। ऊ कैयौं पटक नयाँ मान्छेहरूसँग भेटिँदैछ रे। धन्यवाद। अहिलेलाई यति नै गरौँ। अबको पालो हाम्रो